साथीहरू यो चाहिँ म चाहिँ अहिले यो कलकत्तामा छु होइन। अनि यहाँ चाहिँ यस्तो यो हाम्रोतिर चाहिँ यो कोइराला भन्छ होइन। कोइराला खानुको लागि यो रोप्छ भने त्यो घाँसको लागि रोप्छ। अनि यहाँ चाहिँ सहर बजारमा चाहिँ यसरी यो सोको लागि क्या यो कोइराला यो टाँकी भन्छ सायद यसलाई चाहिँ होइन। यो चाहिँ कोइराला होइन होला, टाँकी जस्तो लाग्छ मलाई होइन। फुल यस्तो फुलको लागि मात्रै रोप्दो रहेछ क्या यहाँनिर। यो फुलहरू यस्तो मजाले फुलिरहेछ, झरिरहेछ होइन। यसको फुल चाहिँ यस्तो यो खालको हुन्छ। कोइरालाको चाहिँ हल्का पिङ्क खालको हुन्छ नि, यो चाहिँ डार्क पिङ्क क्या, कस्तो बवाल छ क्या फुल होइन। यो चाहिँ फुलको लागि पनि यहाँ रोप्दो रहेछ यस्तो रोडमा होइन। अनि यो टाँकी छ, तातै रोपिरहेको छ, यस्तो मजाले लटरमा फुलेको क्या। हाम्रो नेपालमा पनि यो रोप्ने हो भने चाहिँ एकदम सम्भावना चाहिँ राम्रो छ, तर अलिकति मान्छेहरूले चाहिँ रोप्दैन नि, मान्छेहरूले रोप्दैन। यो चाहिँ यस्तो छ, यो चाहिँ यहाँनिर हेर्न सक्छ कस्तो मजाले लटरमा तरिकाले फुलिरहेको छ। यो फुल चाहिँ यस्तो हुन्छ। हाम्रो यो टाँकी चाहिँ जता पार्कहरूमा रोप्यो भने चाहिँ राम्रो फुल्ने रहेछ। यसरी फुल्दाखेरि चाहिँ यस्तो बवाल देख्ने रहेछ है। ल कोइराला पनि रोप्दा हुने रहेछ हाम्रोतिर। यसरी रोप्यो भने चाहिँ अचार खानु मात्रै नभइकन यसरी सो पनि राम्रो देख्ने रहेछ यो। अनि पयु अनि आडु तिनवटा मात्रै रोप्नु सक्ने। यो चाहिँ अरू बेला पनि यो जब फुल हुँदैन, जब सुक्खा सिजन लाग्छ त्यतिखेर पनि फुल्ने हुनाले यो फुल चाहिँ एकदम राम्रो देख्ने रहेछ। सबैजनाले यो चाहिँ पार्कमा रोप्ने, जङ्गलमा रोप्ने चाहिँ गर्नुपर्ने रहेछ। यस्तो मजाको सो आएछ होइन। यहाँ पनि छ होइन। त्यहाँ चाहिँ त्यति फुलेको छ नि, तर यस्तो चाहिँ बब्बलै फुलेको छ क्या।